बसमा गाडी चाहिँ माथि लाँदैन। अब हामी चाहिँ बसमा चढेर जाँदैछौँ। तिमी केही भन्नु सक्छ? आज हामी अर्को पाहाड चढ्न जाँदैछौँ। हिजो एउटा पाहाड चढिहाल्यौँ होइन। आज चाहिँ हामी अर्को पाहाड चढेको अनुभव देखाउने छौँ तपाईँहरूलाई कस्तो हुन्छ भनेर। थाहा छैन हामीलाई। यहाँ चाहिँ बसको निःशुल्क रहेछ, यो चाहिँ राम्रो रहेछ है। बसमा पनि तिर्नु पर्दैन चाहिँ, यो चाहिँ पैसा तिरेर गएको हो। 50,000 तिरेर घुम्न आयो एउटा टिकटको। पचास हजारको टिकट हो यो। 50,000को टिकट हो यो। हेर्नु त्यहाँ हामी चाहिँ यहाँ माथि आएर के अरे केबल कार चढेर पनि माथि आइसक्यौँ। अब यहाँबाट बस चढेर तातेयामा जाँदैछौँ। तातेयामा गएको भ्यू देखाउँछौँ तपाईँहरूलाई। यत्रो भिड छ यहाँ। हामीलाई नि 50,000 तिरेर आएको, यिनीहरूले पनि 50,000 तिरेर आएको होला हेर। 4जनाको 50,000। मेरो अनुहार लास्टै दुखी छ। चक्रेको अनुहार त खुसी रहेछ। दाँत त तेरो देखिरहेको छ त फेरि। अब के अरे यो दुखीको हाँसो हो कि त अहिले? तिमी नि खुसी छौ? एक्साइटेड छु हेर्नलाई। 50,000को पाहाड कस्तो रहेछ भनेर। जापानको केबल कार ट्रेन जस्तै छ। एउटा यता आइरह, एउटा पर हिमाताल जस्तै छ। यो घुमेर हामी माथि आएको। सेम ट्रेनको जस्तै छ कि केबल कार छ है। आयो यो पोखरी हेर्न लागेको। एकदमै फेमस है यो। खोला आउँछ दाइ। अब हामी पहाड चढिन्छ हैन, पहाड चढिन्छ
होइन घुम्ने भए आउनु होइन आउनै पर्ने ठाउँ कि यो चाहिँ आयो भने चाहिँ यतिको भ्यू छोड्दो रहेछ स्वर्ग आए जस्तै हुँदो रहेछ मलाई त्यस्तै भइरह त्यहाँबाट यताबाट उभो जाने ल है त अब म माथि गएपछि देखाउँछ नि तिमीहरूलाई अनि 12,000 तिरेको कस्तो अझै त्यत्तिकै लगाइरहेछ कि के भयो अझै 12,000बाट घटेर 7,000मा आयो भने होइन भाइ यस्तै हो खै त देखिएनस् के मुख देखाइ तेरो ल यस्तो गर्मीमा हिउँ खेल्न आउने भए हो है हाचिघाट ओइ 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 चाहिँ माउन्ट तातेआमा है त तातेआमाबाट भ्यू चाहिँ यस्तो छ धेरै सर्यो